कोरियामै पहिलो पटक नाङ्लो कम्बो सेट नाङ्लो रेस्टुरेन्टबाट लन्च भएको पनि 1 वर्ष भइसक्यो र हजुरहरू दोङदेमुन आएर यो धेरै भेराइटिज भएको मिठो नाङ्लो कम्बो सेट चाहिँ मिस गर्नै भएन है। नाङ्लो कम्बो सेटको लागि चाहिँ हजुरहरू दोङदेमुनको 4 नम्बर गेटबाट सिधै गएर राइट साइडमा माथि नाङ्लो रेस्टुरेन्ट भनेर सेकेन्ड फ्लोरमा देख्न सक्नुहुन्छ। डेकोरेसन पनि एकदमै राम्रो छ। रेस्टुरेन्टमा गएपछि त अब एउटा मात्र होइन, अब धेरै खानेकुरा खानु मन लाग्छ है। त्यसैले हामीले पनि नाङ्लो कम्बो सेट अर्डर गर्यो, जसमा चाहिँ मोमो, तन्दुरी चिकन, आलु, चाउमिन अनि चटपट अनि बिरयानी थियो। मोमो चाहिँ एकदमै जुसी क्या, हेर्नु न पुरै तर रस नै आउने गरी खाएको त झन् वाउ कस्तो मिठो है। अनि म र मेरो साथीले चटपट ट्राई गर्यो। ऊ चाहिँ एकदमै क्यामेरा साइ छ कि, त्यही भएर मैले मात्रै अब तन्दुरी ट्राई गर्न लागेको चटनीमा चोपेर है। वाउ, मासु लभर भएपछि त मासु खानै पर्यो। क्रन्ची पापडसँग अब बिरयानी खानु पर्यो। भाडा पनि कस्तो क्युट क्या है, म जस्तै रे। ये सब क्या देखना पड़ रहा है। जोक्स अपार्ट, बिरयानीको स्मेल सुन्दा कस्तो खम लाग्ने कि है। खाएको त झन् एकदमै मिठो। वाउ। अब पालो रहेको छ आलुको। म र मेरो साथीले आलु पनि ट्राई गर्यौँ अनि त्यसपछि चाउमिन। अहिले तीजको बेला पनि छ र छुसक पनि छिटै आउँदैछ, त्यसैले हजुर पनि आफ्नो साथीहरूलाई लिएर नाङ्लो कम्बो सेट चाहिँ ट्राई गर्नु होला। ग्रुपमा त झनै बेस्ट। हामीले खाएर सकिसक्यो। सबै डिस चाहिँ एकदमै मिठो छ है, 101 छ। र चाउमिन र आलु चाहिँ हामी दुईजनालाई धेरै भयो, त्यही भएर प्याकिङ गरेर लैजाने। हजुरहरू पनि नाङ्लो रेस्टुरेन्टमा आएर नाङ्लो कम्बो सेट चाहिँ नछुटाउनु होला है। बाई।